हेलो हेलो एन्ड नमस्ते सबैजनालाई। आजको यो भ्लगमा चाहिँ म तपाईँहरूलाई विभिन्न किसिमको प्रजाति भएको धेरै गुलाबको फुलहरू भएको दृश्य देखाउँछु र गुलाबको फुलहरू अलिअलि फुलेको अवस्था छ, फुलेको छैन। म तपाईँलाई चाहिँ आज गुलाबको फुलहरू देखाउने छु है त, हेर्नु होला। थ्याङ्क यू। चाहिँ मुख्य प्रवेशद्वार हो। यहाँ चाहिँ यहाँ सुरु हुन्छ। यहाँ चाहिँ विभिन्न किसिमको विभिन्न देशमा पाइने गुलाबको फुलहरू विभिन्न थरीका प्रजातिहरूको सबैको यहाँ चाहिँ लगाएको छ। तर सबैले चाहिँ फुलहरू फुलेको छैन हैन, कोही चाहिँ फुल्ने क्रममा छ। अब बिस्तारै फुल्छ होला। अब म तपाईँलाई यहाँभित्र रहेको यो गुलाबको फुलहरू देखाउने प्रयास गर्छु है त। ओके, लेट्स गो। पिला लगाउँदै रहेछ, फुलेको छैन। फुल्यो भने राम्रो देखिन्छ होला बल्ल। कसैले चाहिँ यहाँ लगाइसकेका छन्। यहाँ चाहिँ यहाँ फुलिसकेको छ अलिकति। सबै फुल्यो भने त राम्रो देखिन्छ होला। अहिले सबै फुलेको छैन। आफ्नो आफ्नो नाम दिएको छ। यहाँ अझै म नजिकमा देखाउने प्रयास गर्छु है। लगाएको छ, यसरी लगाएको छ। यहाँ चाहिँ ठुलो पार्क बनाएको छ है। यहाँ पुरानो रुखहरूलाई पनि यस्तो संरक्षण गरेर राखेको छ उनीहरूले होइन। यहाँ पनि कति राम्रो देखेको छ। आनन्द लागेको नि होइन। अनि बिचमा चाहिँ पुरै गुलाबको फुलहरू लगाएको छ, फुल्ने क्रम जारी छ। ल हेर्नुहोस्, यो सबै गुलाबको फुलहरू हुन् है। यहाँ कसैले फुल्दैछ, कसैले कोपिला लगाउँदैछन्, कोही चाहिँ अलिकति ग्राफ्टिङ गरेको भएर है के हो, कटिङ गरेको भएर है के हो, फुलेको छैन। कटिङ गरेको छ यिनीहरूलाई चाहिँ, यताकोलाई चाहिँ कटिङ गरेको छ। यहाँ चाहिँ अहिले अब पार्कमा चराचुरुङ्गीहरूलाई चाहिँ आनन्द छ। यहाँ चाहिँ प्लस मान्छेलाई पनि आनन्द है। त्यो आनन्द सबै फुलहरू फुल्ने हुन्छ, खुसी नै हुन्छ। पुरातिर चाहिँ फुलिरहेको छ। यहाँ फुल्छ होला केही समयपछि। यहाँ गएको रुख बनाइएको छ। यस्तो छ यो एरियामा चाहिँ सबै यो यहाँ चाहिँ सबै गुलाबीको फुल मात्रै छ है। यहाँ चाहिँ सबै पुरै लगाएको हेर्दा है। यस्तो लगाएको छ, हेरचाह पनि गर्छन्। यहाँ गुलाब नम्बर लगाएको छ, यतिवटा भनेर। यहाँ बार पनि यहाँ गुलाबको फुलकोले यहाँ वरिपरि कानेवाला तार यस्तो गरेर घुमाइदिएको छ, उतातिर यस्तो घुमाइदिएको छ मजाले। नम्बरसम्म लगाइदिएको छ नि बोट बिरुवाको। अहिले फुल्ने क्रम नै रहेछ, फुल्ने क्रम पनि छ। कहिले फुल्दै छैनन्। यस्तो छ। अरे यो तल पनि यस्तो मजाको फुलहरू छ होइन। यस्तो छ। अब जाऊँ हामी यताबाट सिडी चढ्दै हेर्दै जाऊँ होइन, कहाँसम्म के कति छ हेरौँ। यतातिर यहाँ भर्खर बिचरा कोपिला लगाउँदैछ। अब यो फुलहरू फुल्यो भने कति राम्रो देखिन्छ होला। सबै गुलाबको फुलहरू यहाँ चाहिँ यहाँ वरिपरि जम्मै यो तारबार पुरै लहरा बनाइदिएको क्या, ताकि लहरी नै बनाइदिएको मोटालेर। यस्तो किसिमको फुलै सबै माथितिर मजाले फुल अर्कै फुल लगाइदिएको रहेछ। बच्चाहरूलाई घुमाउने गोडमेल पनि गरिदिएको छ नि है सबै। गोडमेल गरिदिएर यस्तो
गुलाबको फुल तर काँडा नहाल्ने हेर त काँडा छैन यो कलमी गरेको होला यस्तो राम्रो फुल फुलिसकेको छ मजाले फुल फुलिसक्यो ल दृश्यहरू अवलोकन गर्दै देखाउँदै क्रममा चाहिँ म अहिले यो रोज पार्कको होइन रोज पार्कमा छु यहाँ चाहिँ विभिन्न किसिमको रोजहरू गुलाबको फुलहरू देख्न पाइन्छ साथसाथमा अहिले म चाहिँ यहाँ यस्तो राम्रो फुलहरूमा ठाउँमा छु कि आनन्द छ यार आनन्द आनन्द कुनै प्रशंसाको कुनै छैन बयानै छैन यार यस्तो फुलहरू देख्नु पाउँदा होइन यस्तो ठाउँमा आएर यस्तो रिल्याक्स तरिकाले बस्नु पाउँदाखेरि एकदमै धन्यवाद दिन चाहन्छु यो जुन चाहिँ यो फुलहरू बनाउनु भएको थियो उहाँहरूले लगाउनु भएको छ उहाँहरूलाई एकदमै मुरी धन्यवाद होइन यस्तो स्याहार सुसार गरेर चल्नु पो भन्छ होइन यस्तो छ राम्रो कति राम्रो क्या आनन्द है आनन्द क्या आनन्द आएछ यो ठाउँमा यहाँ बसेर 2 मिनट भने यसो माइन्ड फ्रेस गर्नु पाउँदाखेरि यस्तो मजाको हेर त यस्तो मजाको छ वरिपरि हरियाली वरिपरि छ यस्तो छ यहाँ सेल्फी स्टिक नलिएर यहाँ दुःख पाइ चाहिँ यहाँ लिएर आउनु पऱ्यो चाहिँ गल्ती गर्यो अहिले चान्स सक्यो त छोडिदिरहेको नि बर्बाद भयो बगैँचामा नजाऊ तिमी बमराले चुमिदेला फुल सम्झेर तिमीलाई फुल सम्झेर भन्थ्यो त्यसै त तर फुलेछ फुल चराचुरुङ्गी त्यस्तै गरेका छन् सानो फुलहरू यसरी फुलेका छन् लाजै लाग्यो हेरे भुइँतिर यस्तै यस्तो मजाको फुल फुलेछन् पार्कभित्र यस्तो मजाको छ पार्कभित्रको दृश्य पुरै यहाँ बस्ने ठाउँ बनाइदिएको यस्तो छ क्या आनन्द आउने है आनन्द ठाउँ पनि आनन्द आउने खालको छ त अनि यत्तिकै बस्दा पनि मजाले बस्यो एकछिन भिडियो सिडियो बनाइयो रिल्स बनाइयो यो पार्कको अझै पनि आइहेर पाराले यस्तो मजाले रिल्याक्स तरिकाले
गर्दैछन् यहाँ एक्सर्साइज गर्दैछन्। यस्तो छ यहाँको दृश्य अझै पनि। पराइको देशमा कोपिलाहरू फुल्दैछ। अब फुल्दै भर्खर अब यस फुलिसकेपछि राम्रो हुन्छ होला। अब पछि अझै पछि आउनुपर्ने छ। अझै 1 हप्ता 2 हप्ता पछि आयो भने बल्ल राम्रो हुनेछ। यहाँ चाहिँ फेरि जाने यहाँ विभिन्न किसिमको रहेछ फुलहरू त्यही। बगैँचामा आएर आज आनन्द आएको छ। रिल्याक्स फिल हुन्छ। रिल्याक्स तरिकाले एक्सर्साइज गर्दैछन्। त्यतिर सबै गुलाबको फुलको पाके यो सबै गुलाबको फुलहरू सबै कोही चाहिँ अब फुल्ने क्रममा छन्, कोही चाहिँ कटिङ गरिदिएको भएर फुलेको छैन। यो माथि डाँडातिर गरी मैले अस्तितिर हालेको भिडियोहरू भ्लगहरू बनाएको चाहिँ त्यतिर चाहिँ नजाउँ होला। यहाँ चाहिँ नै हेर्नु यता वर्ष बनाएको छ। यो सबै यहाँ गुलाबको फुलहरू छ। सबै यहाँतिर फुल छ। कोही चाहिँ फुल्नु लगाएको रहेछ, कोही चाहिँ यस्तो गरेको छ। बनाएको ओके राम्रोसँग फुलेको छैन। अब यो फुलेपछि एकदम राम्रो छ। पछि फुलेको बेलामा राम्रोसँग देखाउने कोसिस गर्नेछु होइन। यहाँ चाहिँ एउटा फुलेको रहेछ है। अलिक पछि राम्रो पर्ने छ। अझै टाइम छ यहाँ गुलाब फुल्नुको लागि। गुलाबको फुलको दृश्य हेर्नुको लागि चाहिँ अलिक पछि आउनु पर्ने छ। पार्कभित्रको दृश्य बनाइएको छ। चाहिँ भिडियो बनाउँदा मेरो ब्याट्री पनि अलिकति डाउन भएको छ। अहिले चाहिँ यति मात्रै फुल फुलेको छ। आज चाहिँ गुलाबको फुलहरू धेरै फुलेको छैन। त्यही भएर मैले चाहिँ यसपाटि यो चोटिको भिडियो चाहिँ यहीँ अन्त गर्छु। अर्को पटक चाहिँ यो अझै सबै यो गुलाबको फुलहरू भएको बेलामा फेरि झनै राम्रो होइन भएको दृश्यसहित तपाईँहरूलाई फेरि देखाउने प्रयास गर्छु। आज चाहिँ म यो फुलहरूमा एकदमै मोहित भएर म चाहिँ यहाँ आनन्दले बसिरहेको छ, आनन्द लिँदैछु होइन। यस्तो मजाको अझै पर नै फुलेको छ। पर पनि जानु बाँकी नै छ अझै हेर्दै। आजको मेरो यो छोटो होइन देखाउने प्रयास गरेको गुलाबको फुलको भिडियो चाहिँ तपाईँहरूलाई गुलाबको फुलको पार्क भएको बार्सिलोना स्पेनमा रहेको गुलाबको फुल भएको पार्कको दृश्य चाहिँ देखाउने प्रयास गरेको थियो। तर पूर्ण रूपमा चाहिँ गुलाबको फुल नफुलेको कारणले गर्दाखेरि तपाईँहरूलाई मैले देखाउन सकिनँ फुल्ने रूपमा। अर्को पटक चाहिँ गुलाबको फुल फुल्ने बेलामा चाहिँ तपाईँहरूलाई म यो फेरि पूर्ण यो पार्कमा को दृश्य देखाउने जमर्को गर्नेछु सकेसम्म होइन। भन्दै म यो फुलबारीमा रमाउँदै है सबैलाई न्यानो मायाको साथ जय चन्द्र सूर्य सबैको दिन सुखद रहोस्, स्वस्थ रहनुहोस्, तन्दुरुस्त रहनुहोस्। ओके बाई बाई बुम बुम।